सुकुमायाले आफ्नो मितिनी भुन्टीको बोली वचन सिक्नको लागि धेरै समय लाग्यो र आफ्नो मितिनी भुन्टी बनेर जानको लागि धेरै हर प्रयासहरू गरेर दुःख गरेर आफ्नो मितिनी भुन्टीको घरमा पुग्छिन् र भुन्टीको घरमा पुगिसकेपछि सुकुमायाले श्रेया र जेरीलाई भनिरहेकी हुन्छन्, अब मलाई डिभोर्स दिन खोजिरहेका थियौ पहिला तैले, तर मैले अस्वीकार गरेको थिएँ, तर अब म खुसीका साथ भूपेन्द्रसँग डिभोर्स गर्न आएको हुँ र भूपेन्द्रको नाममा भएको सारा सम्पत्ति मेरो हक अधिकार लाग्छ र मैले त्यो आधी सम्पत्ति लिएर जाने हिसाबले म भूपेन्द्रलाई डिभोर्स दिँदैछु र तिमीहरूले अब यो षड्यन्त्र जति पनि रचेका थियौ हैन, तिमीहरूको सपना पनि पुरा म गरिदिनेछु। मलाई भूपेन्द्रलाई चाँडै ल्याइदेऊ र मलाई भूपेन्द्रसँग डिभोर्स गराइदेऊ। पहिला मलाई जबरजस्ती डिभोर्स पेपरमा साइन गराउन लगाएका थियौ, तर मैले अस्वीकार गरेको थिएँ, तर अहिले म खुसीका साथ तपाईहरुकै सामुन्ने म डिभोर्स दिनको लागि आइपुगेकी छु। भूपेन्द्रलाई बोलाऊ भनेर, अनि तिम्रो बुढा पनि कहाँ छ, तुरुन्तै बोलाऊ भनेर सुकुमायाले श्रेयालाई भनिसकेपछि श्रेयाले भुवनलाई फोन गरिरहेका हुन्छन्। तिम्रो बुहारी भनौदी घरमा आएर भूपेन्द्रको नाममा भएको सम्पत्तिको आधी हक मेरो अधिकार लाग्छ र आधी सम्पत्ति लिएर जान्छु र भूपेन्द्रलाई डिभोर्स दिन्छु भन्न थालिसकेकी छिन् हैन। आज के भएर यो भुन्टी यस्तो अवस्थामा यो घरमा फर्केर आइन्? पहिला सम्पत्ति म लिन्न भनेर हिँडेकी भुन्टी आज भूपेन्द्रको सामुन्ने गएर पनि तिमीलाई मैले अब डिभोर्स दिन चाहे र तिम्रो डिभोर्सको लागि म आएको हुँ र म तिमीलाई डिभोर्स दिएर तिम्रो नाममा भएको आधी सम्पत्ति मेरो नाममा बनाउन चाहन्छु भनेर भुन्टीले भनिसकेपछि भूपेन्द्र पनि नसकी बोलिरहेका हुन्छन्। अब तिमीले मलाई कसरी, पहिला त तिम्रो नाममा भएको सम्पत्ति म खोज्दिन पनि मलाई डिभोर्स गरेर मलाई छोडिदेऊ भनेर भनेकी थियौ हैन, अहिले त मेरो नाममा भएको सम्पत्ति समेत खोज्न आयो, त के हो भन्दैछस् भनेर भूपेन्द्रले पनि भुन्टीलाई अर्थात् भुन्टीको मितिनी सुकुमायालाई झम्टिन खोजिरहेका हुन्छन् भने सुकुमायाले भनिरहेकी हुन्छन्, तँलाई मैले तिम्रो दिशा पिसाब सोरेर मैले दुःख कष्ट गरेर मैले स्याहार सुसार गरेँ, तर अन्तमा मलाई सौता हालेर मलाई दुःख यातनाहरू दिन खोजिरहेको थियो छैन। अब तिम्रो श्रीमती जेरीले तिमीलाई राम्रोसँग स्याहार सुसार गर्छ। अब म तिमीलाई डिभोर्स दिएरै जाने हो र तिम्रो नाममा भएको सम्पत्ति म लिएरै छाड्ने हो भनेर सुकुमाया अर्थात् भुन्टीको मितिनी सुकुमायाले भनिरहेकी हुन्छन्। त्यसपछि उता भुवन र टोकले पनि तिम्रो बहिनी यहाँ आएको छ भनेर श्रेयाले फोन गरिसकेपछि भुवन र टोकले पनि खुसी साथ हैन, भुन्टी कहाँबाट त्यहाँ पुगिन् मेरो बहिनी भन्दै टोकले भने खुसी भइरहेका हुन्छन्। आखिर सुकुमायाले टोकलेलाई भनिसकेका हुन्छन्, म तपाईको बहिनी भुन्टी बनेर अर्थात् म पनि तपाईकै बहिनी हो, म तपाईको बहिनी भुन्टीलाई उद्धार गर्नको लागि तपाईको बहिनी अर्थात् भुन्टीको म रूप रङ लिएर म त्यहाँ पुगेको थिएँ, त्यो भुन्टीको अवतार लिएर पुगेको थिएँ। भुन्टीलाई अन्यायबाट बचाउनको लागि म त्यहाँ पुगेकी हुँ र मितिनी भुन्टीलाई मैले जस्तो सुकै भए पनि भूपेन्द्रलाई डिभोर्स दिनुपर्छ र भूपेन्द्रको नाममा भएको सम्पत्ति लिनुपर्छ भन्दा पनि मितिनीले अलिक नमानेको जस्तो गर्नुभयो, तर म जसरी भए पनि मितिनीलाई म खुसी बनाउँछु र स्वीकार गर्न लगाउँछु र त्यसपछि भूपेन्द्र र भुन्टीलाई जसरी भए पनि डिभोर्स गराउनुपर्छ भन्दै भनिसकेपछि उता श्रेया र जेरी भने तनावग्रस्त भइरहेको हुन्छ। अब यो सारा सम्पत्ति भुन्टीले आधी लगिसकेपछि के गर्ने? भूपेन्द्रको नाममा भएको सम्पत्ति अब हाम्रो नाममा बनाउने सोच र योजना थियो, तर अब यो सबै सपनाहरू चकनाचुर हुने भयो भन्दै श्रेयाले र भुवनले सोचिरहेका हुन्छन्। अब त्यहाँ श्रेया भने अब केही गर्न नसकिसकेपछि श्रेया भने थुचुक्क बसिरहेकी हुन्छन्। जति पनि श्रेयाको नाम भूपेन्द्रको नाममा भएको सारा सम्पत्ति सुकुमायाले रोकिदिएपछि अब भुवन र श्रेयाले केही गर्न नसक्ने भइसकेका छन् भने अब सुकुमायाले कहिलेसम्म भुन्टीलाई न्याय दिन्छन् होला र भूपेन्द्रको नाममा भएको सम्पत्ति आदि कहिलेसम्ममा बनाइदिन्छन् होला, त्यो थाहा पाउनको लागि अर्को एपिसोड हेर्नु पर्ने नै हुन्छ। त्यतिन्जेलसम्मको लागि बिदा दिनुहोला।